बाबु भन्न त के खाने हो? जुस खान्छु। यतापट्टि बुवा तपाईले के खानुहुन्छ? एउटा जुस बा। यति मात्रै हो र? एउटा सानो किराना पसलमा जान्छु, घरको फ्रिजमा हेर्छु जुसकै प्याकेट देख्छु। ठुलो शपिङमा जान्छु, त्यहाँ पनि जुस देख्छु। जहाँ गए पनि जुस। किन यसरी जुस उत्पादन भइरहेको छ? विभिन्न भ्याराइटीका छन्, विभिन्न किसिमका स्वादहरुमा छन्। किन यसरी जुस अगाडि आइरहेछ? भने यस जुसबाट अवश्य पनि केही न केही शरीरलाई फाइदा गर्छ होला। त्यही भएर त यत्रो कम्पनीहरु खुल्यो होला। प्याकेटको जुस भन्दा हामीले एउटा साधारण डाइरेक्ट उनीहरुकै अगाडि ग्राहकको प्रत्यक्ष अगाडि हामीले जुन रिफ्रेश तरिकाले एउटा फ्रेश भेजिटेबल अथवा फ्रेश फ्रुटहरु विभिन्न किसिमका यस्ता चीजहरुलाई युज गरेर हामीले आफैले जुस बनाएर बेच्यौं भने मार्केटमा त्यसको भ्यालुएसन छुट्टै हुन्छ, त्यसको मान्यता छुट्टै हुन्छ। जतिसुकै स्पिडमा गाडी आए पनि गर्मीको समय छ भने पनि झ्याप्प ब्रेक हानेर तपाई समक्ष जुस खाउनु भनेर रिक्वेस्ट गरिरहेको हुन्छ। तर यो स्थितिलाई साच्चै तपाई एउटा व्यापारिक तरिकाले गएर सही तरिकाले व्यवस्थापन गर्ने हो भने तपाईले अहिलेको बेला मात्रै बेरा काट्ने होइन, तपाईले अर्को बेला त फर्केर आउँदा पनि यहाँको जुस चाहिँ एकपल्ट खानुपर्छ है, पिउनुपर्छ है, राम्रो छ है भनेर फेरि आएर गाडीले ब्रेक हान्यो, तब तपाई जुस पसलमा अवश्य पनि सफल हुनुहुन्छ। अब तपाईले पनि के यस्तै गरी एउटा जुस पसल गर्ने सोचमा हुनुहुन्छ भने यसका प्रारम्भिक 10 वटा टिप्सहरु के छन् म त्यसको बारेमा तपाईहरु समक्ष जानकारी गराउँदै छु। साथमा यी टिप्सहरुले तपाईको एउटा जुस पसल पहिले नै व्यवस्थित छ भने त्यसमा आम्दानी गर्नको लागि थप एक्स्ट्रा एनर्जी प्रदान गर्नेछ। ओके, नम्बर 1 मा छ आफ्नो उत्पादन प्रस्तावलाई चाहिँ सुधार गर्नुहोस्। सबैभन्दा पहिला त तपाईले एउटा स्पेशल खालको मेनु बनाउनुस् र त्यो मेनु कस्तो हुनुपर्ने हुन्छ भने तपाईको जिमरहरुको टार्गेट हैन, स्वास्थ्य सम्बन्धीको टार्गेट, सुगर फ्री बिरामीहरुको लागि जस्तो तपाईको चाहिँ भेजिटेबलहरु सम्बन्धी, फ्रुटहरु सम्बन्धी मात्रै हैन, त्यस्तै खालको चाहिँ एउटा शक्तिवर्धक मेनुहरु चाहिएको छ, हेल्थहरु सम्बन्धीको मेनु छ भने प्रोटिन युक्त, भिटामिन युक्त यो चीजहरु यसमा यति मात्रामा छ भनेर एउटा उल्लेख गरेर त्यही किसिमको कसको लागि कुन चीज कसरी उपयुक्त हुन्छ विभिन्न किसिमका क्याटेगोरीहरु छुट्टा छुट्टै प्रस्ताव गर्नुहोस्। कि त्यो मेनु चाहिँ जब उनीहरुले हेर्छन्, हेर्ने बित्तिकै नपिउँदै उनीहरुलाई एउटा एनर्जी आएको भान होस्। तपाईले यस किसिमले प्रस्तुत भइसकेपछि अब के गर्नुस् भने तपाईले एउटा बन्डल योजनाहरु जस्तो चाहिँ तपाईको यति कप जुस बराबर यो एउटा फ्री अथवा यो टेस्टिङ अथवा तपाईको नेक्स्ट यो टेस्ट छ, यस्ता किसिमका कुराहरु पनि प्रस्ताव गर्नुहोस्। यदि तपाईका दोहोरी खालका ग्राहक छन् र उनीहरु बारम्बार तपाई समक्ष आउँछन् भने त्यस्ता व्यक्तिहरुको लागि तपाईले जुन नयाँ रेसिपीद्वारा बनाइएका जुसहरु हुन्छन् ती जुसहरुको पनि टेस्ट गरेर त्यसको चाहिँ सही परीक्षण गर्दै जानुहोस्। र त्यतिबेला के हुन्छ भने उनीहरुले जुन गरेको कमेन्ट हुन्छ, कमेन्टको आधारमा तपाईलाई थप हौसला प्रदान हुनेछ। ओके, नम्बर 2 मा छ ग्राहक अनुभव बढाउनुहोस्। कुनै पनि व्यक्ति आउँदाखेरि तपाईले खरो तरिकाले प्रस्तुत नहुनुहोस्। तपाईको घरमा जतिसुकै झगडा भए पनि तपाईको मनमा जतिसुकै टेन्सन भए पनि उनीहरुसँग फ्रेश हुन सिक्नुहोस्। तर बाध्यताले फ्रेश होइन, आत्मैदेखि फ्रेश हुनुहोस्। प्रतीक्षाको बेलामा घडीको सुई ढिलो चल्छ, यो तपाईलाई थाहै छ। त्यो हुँदाखेरि जब उनीहरु तपाई समक्ष आउँछन्, आउन साथ एउटा द्रुत सेवाको अथवा द्रुत गति चाहिँ निर्माण गर्नुहोस् र तुरुन्तै सेवा प्रदान गर्नुहोस्। यस्ता राम्रा मेनुहरु बनाउनु भयो, यस्ता किसिमका प्रायोजन छ, अब तपाईले त्यसै बाटोमा धुलो र मैलो भएर जुस बेच्ने होइन, तपाई आफू पनि टिपटप हुनुहोस् र साथमा तपाईको त्यहाँ बस्ने र उनीहरुले सेवा लिने ठाउँ कस्तो छ यसको बारेमा विशेष ध्यान गरेर त्यही किसिमको डेकोरेसन र एउटा बादबढी प्रभाव पर्ने खालको व्यवस्थापन गर्नुहोस्। अब तपाईले आफ्नो व्यवसायले भोलि बिहान सोशल मिडियामा अलिकति बुस्टिङ गर्ने त्यस्तो इच्छा छ भने उनीहरुले फोटो लिन मिल्ने, फोटो सुटहरु गर्न मिल्ने, भिडियो क्लिप गर्न मिल्ने यस्ता किसिमका कुराहरुमा एउटा त्यस्तै खालको छुट्टै एउटा ठाउँको व्यवस्था गर्नुहोस्। उनीहरुले यति समय बिताइसकेपछि अवश्य पनि तपाईलाई एउटा प्रतिक्रिया दिनेछन्। त्यो प्रतिक्रिया जुन पोजिटिभ प्रतिक्रिया छ त्यसलाई फेरि तपाईले सामाजिक सञ्जालको लागि तयार गरेर राख्नुहोस्। ओके, नम्बर 3 मा छ मार्केटिङ रणनीतिको लाभ उठाउनुहोस्। एउटा इन्स्टाग्राम, फेसबुक, युट्युब अथवा सोशल मिडियामा तपाईले हेर्दाखेरि पनि तपाईको पसल उत्तम देखिनेछ, आकर्षक देखिनेछ र अब यसलाई चाहिँ यी विभिन्न किसिमका ग्राहकको उपस्थिति, भीडभाड, कमेन्टहरु यस्ता अनि तपाईले बनाउने जुन तरिकाहरु, तपाईका मेनुहरु, विभिन्न किसिमका भिडियो क्लिपहरु र फोटोहरु यस्ता किसिमका चीजहरु सामाजिक सञ्जालमा प्रविष्ट गर्नुहोस्। स्वास्थ्य सम्बन्धीको कुरालाई मध्यनजर गर्दै बच्चादेखि वृद्धसम्म कुन व्यक्तिले कस्ता खालको जुस पिउँदाखेरि फाइदा हुन्छ त्यो किसिमको जानकारी सहित तपाईले सामाजिक सञ्जालमा पोस्ट गर्नुहोस्। उनीहरुसँग सँगै फोटो लिनुहोस्, भिडियो क्लिप बनाउनुहोस् र यति नम्बर भिडियो भनेर नम्बरबाट अंकित गर्दै जानुहोस्
जहाँ कि कुन व्यक्ति कुन ग्राहक कति नम्बरमा रहेछ एउटा चाहिँ तपाईको भविष्यमा गएर एउटा हजारौं एउटा संख्यामा पुगिसकेपछि तपाईको मार्केटमा एउटा छुट्टै खालको प्रभाव पार्नेछ। यो सेवालाई अझै प्रभावकारी बनाउनको लागि तपाईले तपाईको त्यस सेक्टरमा रहेका योगहरु सम्बन्धीका कुराहरु हुन्छन्, बिहानै पिउनु पर्ने जुस हुन्छन्, साँझमा पिउने जुस हुन्छन्, उता जिमहरु सम्बन्धीका हुन्छन्। यस्ता यी सबै कुरालाई समेटेर त्यस्ता सेक्टरहरुमा पनि आफ्नो मार्केटिङलाई अगाडि बढाउनुहोस्। नम्बर 4, प्रचार र छुटहरु चलाउनुहोस्। ग्राहकहरुको मात्रालाई अझै तीव्र गतिमा अगाडि लैजानको लागि विशेष खालका ह्याप्पी आवर सिस्टमहरुको प्रयोग गर्नुहोस् र त्यसबेला उनीहरुलाई छुट समेत प्रदान गर्नुहोस्। र यदि कुनै व्यक्तिले तपाईको पसल सम्बन्धीका गुणगानहरु गाउँदै उसले यदि रेफर गर्दिन्छ भने त्यस्ता रेफरल व्यक्तिहरुको लागि पनि विशेष छुटको प्रस्ताव गर्नुहोस्। पहिलो पटक आउने त्यस्ता किसिमका ग्राहकहरु छन् भने उनीहरुको लागि पनि एउटा ग्रुपमा भएर कसैले पिउने कसैले नपिउने भयो भने उनीहरुलाई पनि एउटा सानो मिनी कपमा चाहिँ यो तपाईले टेस्टिङ गर्नुस् थोरै मात्र भनेर केही मिली चाहिँ उनीहरुलाई टेस्टिङको सुविधा प्रयोग गर्नुहोस्, जसले गर्दा तपाईको स्वादको चाहिँ उनीहरुले पहिचान पाउनेछन्। विभिन्न किसिमका होलिडे कार्यक्रमहरु हुने गर्छन्, त्यस्ता कार्यक्रमहरुमा सबैलाई भेला गर्नुहोस् र विशेष प्रकारको छुट सहित तपाईले आफ्नो व्यापारलाई पनि अगाडि बढाउनुहोस् र त्यही किसिमको रंगमा उनीहरुसँगै रमाउन सिक्नुहोस्। ओके, नम्बर 5 मा आफ्नो अनलाइन उपस्थितिलाई अप्टिमाइज गर्नुहोस् अथवा व्यवस्थित गर्नुहोस्। तीव्र रूपमा बढिरहेको सामाजिक सञ्जाललाई यसमार्फत हुने जुन प्रचार प्रसार र विज्ञापनका कुराहरुलाई ध्यान केन्द्रित गर्दा त्यही किसिमले आफ्नो जुन पसलको लोकेसनदेखि लिएर सम्पूर्ण कुराहरु वेबसाइटमा अनलाइन अर्डरको लागि चाहिँ विशेष व्यवस्था गर्नुहोस्। उबर इट्स, डोरड्यास, ग्र्याबहब जस्ता यस्ता सामाजिक सञ्जालहरु मार्फत तपाईको आफ्नो व्यवसायलाई अझै पहुँचतामा अगाडि बढाउनुहोस्। मौसम अनुसारका र स्वास्थ्य सम्बन्धीका विभिन्न कुराहरुलाई ध्यान केन्द्रित गर्दै तपाईले त्यही अनुसार आफ्नो गुगलमा यस सम्बन्धीका सेक्टरहरुमा आफ्नो जुन पसलको सेवा छ त्यसलाई चाहिँ विस्तृत रूपमा जानकारी सहित प्रविष्ट गर्नुहोस् र यस क्षेत्रमा उनीहरुले भिजिट गरिसकेपछि कमेन्ट छोड्नको लागि विशेष प्रोत्साहन गर्नुहोस्। यस सम्बन्धी एसईओ लाई सही तरिकाले ह्यान्डल गर्नको लागि त्यही किसिमका कीवर्डहरु र त्यही किसिमका सर्चेबल चीजहरु, ट्रेन्डिङ चीजहरु जुन वर्डहरु छन् तिनीहरुलाई समावेश गर्नुहोस्। ओके, नम्बर 6 मा छ स्वास्थ्य कल्याण प्रवृत्तिहरुमा ध्यान केन्द्रित गर्नुहोस्। हेल्थ प्रतिका रोगहरुको प्रतिरक्षा सुधार प्रणालीका यस्ता कुराहरुमा चाहिँ विशेष अगाडि हाइलाइट गरेर प्रस्तुत गर्नुहोस्। आफूले बनाइएका ती फ्रेश जुसहरु अर्गानिक हुन् र यिनी ताजा छन् भन्ने यस्ता कुराहरुलाई पनि सुनिश्चित गर्नुहोस्। विभिन्न किसिमका स्वास्थ्य सुधार सम्बन्धी र शैक्षिक ज्ञानहरु सम्बन्धी यसका चाहिँ डिस्क्रिप्सन, यसका विवरणहरुलाई समेत प्रस्तुत गर्नुहोस्। नम्बर 7, कार्यक्रम र प्रयोगशालाहरुको आयोजना गर्नुहोस्। स्पेशल जुस तपाईको स्वाद यस्ता किसिमका कार्यक्रमहरु आयोजना गर्नुहोस् जसले गर्दा तपाईलाई नयाँ ग्राहकहरु आउनको लागि नयाँ एउटा मार्केटिङको बाटो खोल्नेछ। एउटा लामो समयमा ठूलो क्राउडहरु भिड भएको बेला छ भने 1-2 मिनेट एउटा समय लिएर स्वास्थ्य र जुस सम्बन्धी यसका फाइदाहरु के हुन् र यसले कसरी काम गर्छ यस्ता विषयमा विशेष तरिकाले एउटा छोटो मन्तव्य व्यक्त गर्नुहोस् र कार्यक्रमहरुको भिडियो बनाउँदै सामाजिक सञ्जालमा फेरि पुनः प्रविष्ट गर्नुहोस्। आफ्नो यस पसललाई अझै व्यवस्थित गर्नको लागि विभिन्न किसिमका कार्यक्रमहरुलाई मध्यनजर गर्दै त्यही किसिमका स्टलहरुमा चाहिँ यसको सेवालाई अगाडि बढाउनुहोस्। ओके, नम्बर 8 मा अपसेल र क्रस सेल। ग्राहकहरुलाई थप हौसला प्रदान गर्दै उनीहरुलाई एउटा नयाँ स्वाद चाहिँ चखाउनको लागि सीड्सहरु सम्बन्धी, चिया सीड्सहरु भए विभिन्न किसिमका सीड्सहरु सम्बन्धीका यस्ता किसिमका अरु नयाँ जुसहरुलाई समेत लन्च गर्दै जानुहोस्। जुस मात्रै नभएर तपाईले यसलाई व्यवसायलाई अझै अगाडि लैजानको लागि त्यही किसिमले त्यसमा चाहिँ फ्रुटहरु सम्बन्धीका प्लेटहरु लिएर अथवा सलादहरु बनाएर त्यही किसिमले त्यसको रियल स्वाद समेत उनीहरुलाई चखाउनुहोस्, जसले गर्दा तपाईलाई एउटा रियल फ्रुटको स्वादलाई चाहिँ पहिचान गराउँदै तपाईको जुन व्यवसायप्रति उनीहरुको विश्वास अझै गहिरो बन्नेछ। ओके, नम्बर 9 मा अनुगमन र समायोजन गर्नुहोस्। अब तपाईले यहाँसम्म गरिसक्दाखेरि तपाईले कुन खालको जुस चाहिँ बढी व्यक्तिहरुले कसरी कस्टमरहरुले मन पराउँदा रहेछन् यस्तो बारेमा तपाईलाई एउटा विशेष ज्ञान भइसकेको हुन्छ। त्यही किसिमका खरिद प्रक्रियाहरु र त्यही किसिमका व्यवस्थापन प्रक्रियाहरु, स्टोरका व्यवस्थाहरु यस्ता किसिमका लगानीहरुमा विशेष जोड दिँदै जानुहोस्। बढी मात्रामा मार्केटमा गइरहेका जुन किसिमका जुसहरु तपाईका चाहिँ रेसिपीहरु छन् ती रेसिपीहरुलाई सुरक्षित गर्नुहोस्। बजारमा विभिन्न किसिमका कम्पिटिसनहरु हुने गर्दछन्। यदि बेला तपाईले एउटा के सोच राख्नुस् भने जबसम्म तपाईको पसलमा कुनै पनि एउटा विशेष चीज हुँदैन तबसम्म ग्राहकको फ्लोलाई हामीले अझै पनि व्यवस्थित गर्न सकिदैन। त्यो भयो भने त्यसको कारणले गर्दा तपाईको मार्केटिङमा र उनीहरुले गर्ने जुन रेफरल सिस्टम हुन्छ, उनीहरुले अर्को व्यक्तिहरुलाई चाहिँ सुनाउने प्रक्रिया हुन्छ, कुन तरिकाबाट सोशल मिडियादेखि लिएर विभिन्न क्षेत्रबाट त्यसलाई उच्च तरिकाले प्रयोग गरेर एउटा मार्केटिङको विशेष हतियारको रूपमा प्रस्तुत हुनुहोस्।
मार्केटमा कुनै पनि व्यवसायसँग प्रतिस्पर्धा गर्नु भनेको त्यो पसलसँग आफूले एउटा छुट्टै खालको कुनै पनि एउटा युनिक खालको सिस्टमलाई त्यसमा लागू गर्नु हो। यो कुरालाई विशेष ध्यान दिनुहोस्। नम्बर 10, समुदाय निर्माण गर्नुहोस्। तपाईका दोहोरिने ग्राहक र तपाईसँग रेफरल ग्राहकहरू छन् भने ती ग्राहकहरूलाई विशेष छुटको व्यवस्थाहरू मिलाउनुहोस् जहाँ कि ती ग्राहकहरूले फेरि अरूलाई पनि रेफर गर्न सकुन्। विभिन्न किसिमका ठुला कार्यक्रमहरू हुने बेलामा त्यस्तो बेलामा धेरै व्यक्तिहरूको फ्लो हुने हुँदा धेरै ग्राहकहरू सम्भावित ग्राहकहरू हुने हुँदाखेरि त्यस्ता बेलामा आफ्नो ब्रान्डलाई सही तरिकाले पहिचान गराउनका लागि उनीहरूको अगाडि त्यही किसिमका व्यवस्थित स्टलहरू र एउटा आफ्नो क्वालिटीको बारेमा विशेष जानकारी गराउँदै आफ्नो व्यापारलाई अगाडि बढाउनुहोस्। यस जुस पसललाई एउटा लाभदायक व्यवसाय पनि मानिन्छ र यो एउटा लाभदायक व्यवसाय हो। यस्ता फुडहरू सम्बन्धीका कार्य गर्दाखेरि त्यसमा त्यसको क्वालिटी, त्यसमा एउटा छुट्टै खालको रेसिपीको पहिचान हुन अति आवश्यक हुन्छ। यदि तपाईले यसैबाट सही तरिकाले एउटा रेसिपी चाहिँ निर्माण गर्न सक्नुभयो जुन चाहिँ तपाईका ग्राहकहरूले बढी मात्रामा मन परायो भने तपाई एउटा ब्रान्डिङ रूपले एउटा फराकिलो तरिकाले गएर तपाईले विभिन्न शाखाहरू र तपाईले विभिन्न ठाउँमा यसका स्टलहरू चाहिँ व्यवस्थित गर्दै तपाई एउटा धनाढ्य व्यक्ति अथवा एउटा राम्रोसँग इन्कम गर्न सक्ने एउटा सक्षम व्यापारीको रूपमा स्थापित हुनुहुनेछ। यसलाई ब्रान्डिङ गर्ने यदि तपाईको विशेष सोच छ भने तपाईले त्यही किसिमको एउटा विशेष रेसिपी अथवा एउटा कुनै पनि एउटा त्यस्तो चीज बनाउनु पर्ने हुन्छ जुन चीज समावेश गरिसकेपछि सबै क्षेत्रमा त्यसको स्वाद एउटै हुन सकोस्। तपाई यहाँ जाँदाखेरि तपाईको स्वाद अर्कै, वहाँ जाँदा अर्कै भयो भने तपाईले यसमा ब्रान्डिङ गर्न सक्नुहुने छैन। तपाईले यो जुस पसल गर्दाखेरि वास्तवमा एउटा तपाईले गुलियो मात्रै जुस होइन, तपाईको एउटा यसको चाहिँ नेचुरल स्वादका कुराहरू हुन्छ। तपाईको तितो भए पनि जुसकै रूपमा हुन्छ। जस्तो कतिपय व्यक्तिहरूले जमराको जुसहरू, एउटा चाहिँ अर्गानिक तपाईको भेजिटेबलहरू, यस्ता झारपातहरूबाट जुन चाहिँ फाइदाजनक चिजहरू मिसावट गरेर पनि उनीहरूले विभिन्न किसिमका हेल्दी जुसहरू बनाइरहेका हुन्छन्। यस्ता कुराहरूमा पनि विशेष अनुसन्धान गर्दै त्यस्ता किसिमका प्रायोजनहरू पनि अगाडि बढाउँदै जानुहोस्। तपाईले आफूले बनाएका ती जुसहरूलाई लामो समयसम्म र तपाईले कहीँ डेलिभरी गर्नुपर्ने स्थिति आयो भने त्यसको स्वादमा कमी नआओस् भन्ने किसिमले त्यस्तै किसिमका टुल्सहरू र त्यस्तै किसिमका प्रविधिहरूको प्रयोग गर्दै जानुहोस् जसले गर्दा तपाईको स्वादमा कुनै खराब नहोस्। कुनै पनि व्यक्तिले ओ हेर त त्यहाँ कस्तो राम्रो जुस बनाउँछ अरे ल जाम त त्यहाँ गएर एक गिलास जुस पिउँ भनेर गएर मान्छेले जुस पिउँछ। जुस पिइसक्ने हे तेरो बर्बादी खासै राम्रो त होइन्छ भन्ने खालको नहोस्। तैँले त सही ठाउँमा लैजास् नि, अब आउँदा पनि म यहीँ बस्छु भन्ने खालको एउटा सहज वातावरण निर्माण गर्नुहोस्। आफ्नो पसलमा विभिन्न किसिमका खर्चहरू भइरहेका हुन्छन्। त्यस्ता खर्चहरू के कति खर्च भयो र आफूले कति कमाइयो र कति हामीले सामान खरिद गरियो र यसको साथमा चाहिँ हामीले कति सामान चाहिँ वेस्टेज फालियो, यस्ता कुराहरू सबैलाई ध्यान केन्द्रित गरेर तिनीहरूको विशेष व्यवस्थापन गर्नुहोस्। जस्तो तपाईको सामान फाल्नुपर्ने छ भने फ्रिजहरूको व्यवस्था अथवा कुलिङ सिस्टमहरू, हिटिङ सिस्टमहरू, यस्ता सबै कुराहरूलाई विशेष तरिकाले ध्यान दिनुहोस्। यी व्यवसायहरूको मुख्य अंश भनेको तपाईको रेसिपी हुनेछ, तपाईको स्वाद र त्यसमा हुने सरसफाइ र त्यसमा तपाईले गरिने सेवाहरू। यस्ता किसिमका धेरै कुराहरूमा प्रभाव पार्ने हुँदाखेरि यी सबै कुराहरूलाई एउटा निश्चित तरिकाले सही व्यवस्थापन गर्दै त्यसको चाहिँ सही परिचालन गर्नुहोस्। यस भिडियोमा तपाईहरुलाई विशेष गरी जुस पसललाई हामीले कुन तरिकाबाट यसको व्यावहारिक तरिकाले कसरी हामीले ह्यान्डल गर्दै गइन्छ र त्यसलाई कस्ता किसिमका रणनीतिहरू अपनाउनु पर्छ यसै विषयमा पनि चर्चा गरिएको छ र तपाईहरुलाई अवगत गराएका यी सल्लाह सुझावहरू तपाईहरुलाई कस्तो लाग्यो यसको प्रतिक्रिया अवश्य नै मैले पाउने छु। हस्त धन्यवाद।